पश्चिम हुनुपर्छ। यता हामी भएतर्फ त जाजरकोट जिल्ला नै हो। अचानक हामी यस्तो स्थान आइपुग्यौं। कति रमाइलो फाँट रहेछ यहाँ। छेउबाट भेरी बगेको, फाँटमा प्रशस्त खेतीयोग्य जमिन छ। गाउँ पनि छ यही फाँटमा। असाध्यै सुन्दर लाग्यो यो स्थल। एकछिन रोकिएर हेर्नु पर्ला। छेडा बजारबाट हामी अगाडि आउँदाखेरि भेरी नदीको किनार छोडेको छैनौं। यति रमाइलो गाउँहरू पार गरिँदैछ। यहाँ त अहिले हामी यो भुरचौर भन्ने ठाउँमा आइपुग्यौं। यसको चाहिँ वारी पनि टार छ, पारी पनि टार छ। यतापट्टि छपक्क बसेको बस्ती छ। यो खेतीपाती गर्ने गराहरू यस्तो सुन्दर देखिन्छ यहाँनिर। सबै यो पाटा 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 परेका। अहिले त यो सायदै मकैको सानो सानो बिरुवाहरू उम्रिरहेको जस्तो लाग्छ मलाई चाहिँ। यहाँ खेतीमा मान्छेहरू काम पनि गर्नु हुँदैछ। यो सडकको वारी र पारी उस्तै उस्तै दुईवटा गाउँ उस्तै उस्तै मैदानमा फेरि यो फाँटमा बसेको। यो भुरचौर त एउटा ठुलो टार नै रहेछ। यो टारमा केही अगाडि स्कुल विद्यालय छ अनि यहाँनिर ठुलो झपक्क बस्ती बसेको छ, मिलेर बसेको बस्ती। कति सुन्दर ठाउँमा आइपुग्यो। साह्रै मनमोहक स्थान। हेरौँ एकपटक यहाँ वरिपरिको दृश्यहरू। भेरीको पश्चिमी किनारमा जाजरकोट जिल्लाको भुरचौर गाउँ, करिब 200 घरधुरी यहाँ र केही माथि गरेर। यता पर भेरी नदी पारी पनि ठिक्क यस्तै गाउँ र फाटिलो जमिन देखिन्छ। त्यता चाहिँ रुकुम पश्चिम पर्छ। त्यहाँको गाउँको नाम चाहिँ रायरा। अति मनमोहक स्थान यो। यहाँका गाउँघर त हेरिरहँ लाग्ने। भुरचौरको खेतबारीमा आमाहरू काम गरेर विश्राम गर्नु हुँदै रहेछ। उहाँहरू खेतीको काम सबै आफै गर्नुहुन्छ अरे। खन्ने, जोत्ने, रोप्ने, गोडमेल गर्ने सबै थोक महिलाहरूले नै। ए यो गाउँलाई के भन्छ? भुरचौर। हजुर भुरचौर। भुरचौर भन्छ। को बस्नुहुन्छ यहाँ? यहाँ थरी अनि राणा बस्छौँ, ठाकुरी अनि यो अरू खर्ती। अनि यहाँ चाहिँ के को चाहिँ उत्पादन हुन्छ? कृषि बाली के हुन्छ? अन्नहरू यहाँ मकै हुन्छन्, तिल, मस, भट्टा, अरू अब चना हुन्छन्, मसुरो। कति घरहरू छन् यहाँ? तोरी। घरहरू कतिवटा छन् यहाँ? यहाँ घरहरू धेरै छन्, 100-200 जति छन् घरहरू। घरहरू। अनि यो भेरीदेखि पारीको त्यो गाउँलाई चाहिँ के भन्छ? त्यो रायरा। रायरा। उस्तै उस्तै छ त दुईतिर गाउँ त एकै हो उत्पादन हुनलाई। पानी परेपछि हुने, पानी नपरे नहुने।